मलाई आज एकजना साथीले यसरी एउटा नोबेल बैंक बडा दसैँ उपहार भनेर आयो होइन। अनि त्यसपछि मैले यसलाई खोलेँ यो के रहेछ भनेर। अनि त्यसपछि यसमा नोबेल बधाई छ, नोबेल बैंक बडा दसैँ उपहार प्रश्नोत्तर माध्यमबाट तपाईँलाई रु 40,000 जित्ने अवसर पाउनेछ। तपाईँ नोबेल बैंक थाहा पाउनुहुन्छ भनेर यसरी प्रश्न सोध्दो रहेछ। हो होइन टिप्पणीहरू भनेर पनि तलपट्टि यहाँ यस्तो यस्तो गरेर हेर्नुहोस् है। मलाई मजा लाग्यो, तर आज बिहान मेरो खातामा बोनस आयो, धेरै छक्क परेँ होइन। यसरी म विश्वास गर्न सक्दिनँ म एक उपहार जितेँ, धन्यवाद भनेर यसरी टिप्पणीहरू अथवा कमेन्टहरू पनि यहाँ लेखेको रहेछ होइन। अनि त्यसपछि थाहा पाउनुहुन्छ भन्दाखेरि हो भने मैले होइन। अनि यसले तपाईँ कति वर्षको हुनुहुन्छ भनेर यसरी प्रश्न गर्दो रहेछ। ल मानौँ मैले यहाँ यसो 30 अनि त्यसो तपाईँ नोबेल बैंक कस्तो मान्छे लाग्छ अरे, हेर्नु न तपाईँलाई नोबेल बैंक कस्तो मान्छे लाग्छ भनेर यहाँ कस्तो कस्तो क्वेसन। मैले नोबेल बैंक भनेपछि मलाई राम्रै लाग्थ्यो र मैले धेरै राम्रो लेखेँ। अनि तपाईँ पुरुष महिला के हुनुहुन्छ भनेर सोध्यो होइन। यसरी प्रश्न सोध्दै गयो ल हेर्नुहोस् है। अब त्यसपछि के आउँछ भने हामी तपाईँको उत्तर सत्यापन गर्दैछौँ भनेर यसरी आउँदो रहेछ। हेर्नुहोस् है, बधाई छ तपाईँको उत्तर सफलतापूर्वक सुरक्षित गरिएको छ भने अब ओके गरे। हेर्नुहोस् है, अब यहाँ नोबेल बैंक बडा दसैँ उपहार भनेर यसरी आएको छ। त्यसपछि अब मैले यहाँ एउटा खोलेँ हेर्नुहोस् है त। यसलाई हेर्नुहोस् यहाँ यो प्रायः यसमा पैसा हुँदो रहेछ। ल हेर्नुहोस् है, बधाई तपाईँले गर्नुभएको छ, तपाईँले रु 40,000 जित्नुभएको छ। यस्तो यस्तो भनिसकेपछि मैले मलाई शङ्का लाग्यो। त्यसपछि मैले बागलुङ ब्रान्चको नोबेल ब्याङ्कमा फोन गरेँ। यसरी हजुरहरूको नोबेल ब्याङ्कको नाममा यस्तो तरिकाको के आएको हो, यो उपहार दसैँको लागि 40,000 जित्नुभयो भन्ने यस्तो यस्तो कुराहरू आएको छ भनेर भन्दाखेरि होइन सर त्यो फेक हो भनिसकेपछि मैले यहाँहरूलाई सचेत गराउनको लागि जानकारी दिनको लागि यो भिडियो बनाएको छु। धेरैभन्दा धेरै तपाईँहरूले सेयर गर्नुहोला, यस्तो कुराहरूमा विश्वास नगर्नुहोला, आधिकारिक रूपमा बुझेर मात्र अगाडि बढ्नुहोला। यसबाट धेरै हाम्रो अनलाइनबाट विभिन्न फ्रडहरू हुन सक्छन्। त्यसकारण तपाईँहरू सचेत रहनुहोला भन्न चाहन्छु।